ओहो के छ हाल खबर साथीभाइहरु वेलकम टु माई अनदर रियाक्सन भिडियो। आज चाहिँ हामी पर्वत बस्नेतको भिडियो रियाक्ट गर्न गइरहेका छौं र भिडियोको टाइटल रहेको छ महावीर पुन नो चिल। अब महावीर पुनको कतिको सेभेज अनि फनी रिप्लाईहरु हुन्छ तपाईहरुलाई पक्कै पनि थाहा नै होला। उहाँको भिडियो हेर्न कसलाई पो मन नलाग्ला एकदमै इन्टरटेनिङ खालको हुन्छ। मैले प्रमिस गर्न चाहन्छु साथीभाइहरु भिडियो अन्तिमसम्म हेर्नु होला, एकदमै इन्टरटेन गराउने वाला छ तपाईहरुलाई। सो आउनुस् सँगै बसेर भिडियोतर्फ लागौं, भिडियो हेरौं, भिडियोको मजा लिउँ है त साथीहरु। लाउनु साथीभाइहरु भिडियोतर्फ लागौं है त। होस्टेल 3 खेलिसकेको मान्छे हो फेरि आविष्कार केन्द्रमा पनि यस्तै छन् एउटा। ए यो नेपाली हो। मैले त त्यो एउटा छ नि इंग्लिश र्यापरको त्यो विकेड हो कि भन्ने के त्यो जस्तो देखियो के यार। एउटा बाबाजी नेपाली रहेछ। सिप त मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढ्न मन छैन। म +2 पास गरेको ब्याचलरमा छैन भने अब के अन्त अब सिप सिकेर अगाडि बढौँ। यो +2 पास कति ब्याक लाग्थ्यो एसएलसी मुला 5 वर्षमा बल्ल कटाएको हो क्या। +2 पास जस्तो देखिन्छ यो त बुढो जस्तो देखिन्छ त यार। साइन्टिस्ट हैन इन्जिनियर कटाएको जस्तो देखिन्छ त। अन्त अब सिप सिकेर अगाडि बढौँ भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन। म एउटा तपाईलाई स्याङ्जाको गीत गाएर सुनाउँछु सुनौ। अरू पनि आइराख्नु भएको छ, डिस्टर्ब हुने हो कि म चाहिँ गीत गाउन सुरु गरेँ है त। गर के गर हजुरको चाहिँ ठुलै फ्यान भन्छ ल। ठुलै फ्यान सानो जे भयो नि फोटो खिचिहाल्ने गइहाल्ने ल। राम्रो हुन्छ विकास हुन्छ। अब फोटोको लागि खिच्न खोजेको यत्रो जना आउनु भएको छ हैन। अब ठिकै छ, अब मैले एउटा मात्रै फोटो खिच्छु, हजुरले खिचिदिनु होला है प्लिज। ल ल ल ल भाइले एउटा चाहिँ कसरी चाहिँ यताबाट हान्दिनु त ल। ल ल भाइको रहर पुऱ्याइदिउँ। भाइको रहर पुऱ्याइदिउँ अरे। भाइ हो कि बच्चा हो यो? सानो भर्खरै जन्मेको बच्चा जस्तो देखिन्छ यार। म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरु खेल्छु। मुभीहरु खेल्छु रे? कलाकार हो रे आफूलाई गेले। ए राम कलाकार हो र विशेष गरी म मुभीहरु खेल्छु। विरोध कृषि औजार कारखानाको एकदमै चिफ इन्जिनियर रितेश देव र उनको श्रीमती मिली देव मिलेर बनेको चाहिँ बनेको मन्त्रीमण्डललाई कसरी हेर्नु भयो मान्यज्यूले? अब कसरी हेर्ने के कस्तो कुराहरू छ बल्ल त भन्दैछ, अब कसरी हेर्ने? ऐसा ही होता है। दाइले धेरै दुःख गरेर कृषि उद्योग केन्द्र नेपालको बन्द भएको उद्योग खोल्दै हुनुहुन्छ। यति धेरै माया गर्नुहुन्छ यो देशलाई, यो समाजलाई, यो सबै कुरालाई। दाइको जतिको सोच भएका सबैजना हुन्थ्यो भने यो देश अगाडि नै बढ्थ्यो होला पहिल्यै नै। आज एकदम पोखरामा अलिकति दाइलाई के गाह्रो परेको भनेर साथ दिन आएको दाइ खास त परे है भाइ। ठिक छ ए साथ चाहिएन भन्थ्यो बिल्ला भयो परे है भाइ। ठिक छ हेर्नुहोस् उहाँ बहिनीको चाहिँ भ्लग हेर्नेहरूले महावीर पुनलाई मन पर्छ भने भोट दिनुहोस् है। मन पर्दैन भने नदिए नि हुन्छ। कसलाई के को धन्दा? कसलाई के को धन्दा? तेरो बाउलाई खानाको यो त होइन होला यार, फेक होला यार। यस्तो लेख्यो त महावीर पुनले? होइन यार यो त फेक हो यार। के हो केटा हो? मैले चाहिँ देखिदिनँ यार। कसलाई के को धन्दा अरे तेरो बाउलाई खानाको धन्दा। यस्तो त होइन यार, यस्तो त लेख्दैन किनभने म चाहिँ काठमाडौँमा बस्ने अलि सहर बजारमा बस्ने मान्छे होइन। म त गाउँले मान्छे, बाँदर जस्तो मान्छे हो म त। र मैले अमेरिका छोडेर अब काठमाडौँ आएर बसिनँ नि। म चाहिँ गाउँमै आएर बसेँ। 33 वर्ष भयो त म गाउँमा आएर बसेको। यही गाउँमा त हो नि त, कहाँ जाने त नि अब। अब मन्त्री बन्नुपर्ने मान्छे फेरि यता किताब बेचिरहनु भएको छ। तिमीले मन्त्री बन्नुपर्ने भनेर मन्त्री बन्दैन। 25 लाख रुपियाँ त महिनाको तलब दिनुपर्ने छ। कति? कसैले बजेट छुट्याएको छैन। त्यो किताबको पैसा भन्दा अर्को पैसा छैन। अनि
अनि चाहिँ हावा कुरा गरेर अनि चाहिँ मान्छेलाई उडाउँदाखेरि त रिस उठ्छ अनि त्यही भएर उसले पनि ठोक्न पनि मन लाग्छ होइन हो लाग्छ लाग्छ कान भयो भने फिदा भयो भने आउनु भएको अरे तपाईँ चाहिँ केटीहरू के हो कुरो यो चाहिँ के अरे फिदा हुने किताब हो र यो फिदा हुने किताब त अर्कै हुन्छ हामीले त स्कुल पढ्दाखेरि किनिन्थ्यो नि कति 5-6 क्लासमा कि कति क्लासमा त्यो के पुस्तक पसलमा पाइन्थ्यो अनि आफू पनि जान लजाएर त्यो टाढाको पुस्तक पसलमा जानु पर्थ्यो यहीँ वरिपरि पनि पाइन्थ्यो पाउन त तर गएर किन्न त भएन नि त सबैले चिन्या हुन्छ टाढाको पुस्तक पसलमा जाने अनि पुस्तक किन्ने फिदा हुने पुस्तक है त्यसको नाम आजदेखि फिदा हुने पुस्तक अनि आनन्दले पल्टाए त्यस्तो दिन पनि थियो यार यहाँ हुनुहुन्छ र यहाँ सिकाइराख्नु भएको छ यहाँ परीक्षार्थीहरूलाई यहाँ तालिम दिने काम भइरहेको छ र डाक्टर महावीर पुन आविष्कार केन्द्रबाट तपाईँ हिजो नाच्दिनु भएछ अहिले पुरै भाइरल भयो नि हेर्नु त तपाईँ नाच्दिनु भएछ $50 त त्यो नाचेको पैसाले कमाइसक्यो त अनि $50 भनेको लगभग 5,500 कति हुन्छ आमामामा थैट एउटा नाचेको भिडियो भाइरल हुँदाखेरि यस्तो हुन्छ 1 मिनेट पनि नजाँदाखेरि $50 कमाइन्छ भनेदेखि किन ननाच्ने नाच्ने मुद्दा उठाउने नि आज शनिबारको दिन कहाँ उठाउने मुद्दा यहाँ उठाएछ मुद्दा बालिन शाहबाट कस्तो खालको अपेक्षा छ हजुरलाई व्यक्तिगत रूपमा राम्रो गर्छ होला भन्ने अपेक्षा छ ल अरे शपथ लिनुभयो बालेन्द्र शाहले प्रधानमन्त्रीको रूपमा तपाईँले शुभकामना पनि दिनुभयो के भने शुभकामना दिनु अलिकति भनिदिनुहोस् ल शुभकामना राम्रो काम गर्ने भनेर शुभकामना त्यसपछि मैले नेपालमा आइसकेपछि चाहिँ मेरो क्याफेमा दाइलाई बोलाएर उहाँको बुक चाहिँ मैले केही मात्रामा आफूले लिन्छु अनि अरूलाई पनि बाँड्छु भन्ने किसिमको मैले सोचिराखेको थिएँ पछि गएर अब मिना दिदी मसँग नजिक अनि दिदीले चाहिँ धरानमा धेरै बोल्नु भएको देखेको थिएँ ठक्कै दिदी योचोटि आउनु माननीय भएपछि पनि किताब बेच्न हिँड्नु भएको छ माननीय भएर झन् किताब बेच्नुपर्छ माननीय नहुँदा त बेच्यो माननीय भएपछि त झन् धेरै किताब बेच्नुपर्छ थाक्ने हेलो 1 घन्टा पनि भएन यहाँ बसेर थाक्ने भ्रष्टाचार गर्न अरूलाई लुट्न भन्दा त किताब बेचेको धेरै राम्रो हो नि उता अब आफ्नो काम के छ माननीय भइसकेपछि पनि त काम अब आफ्नो कर्तव्य काम त पुरा गर्न पर्यो पक्कै पनि गर्नुहुन्छ उहाँले त होइन त्यो काम पनि गर्नुहुन्छ अनि आफ्नो काम पनि गर्न पाइयो मान्छेले लुटै छ अब आफ्नो घर गडेरी जम्मा गरे छ त्यो भन्दा त बरु किताब बेचेर हिँड्नु राम्रो नि होइन र भ्रष्टाचार गरेर हिँड्नु भन्दा त किताब बेचेर हिँड्नुको धेरै राम्रो 526 दिनसम्म बिहान 7 बजेदेखि बेलुका 7-8 बजेसम्म किताब बेचेको मान्छे हो महावीर पुन भोगाउनु भयो क्या हो भोग त लाग्दैन पैसा कमाएपछि किन भोग लाग्ने किताब बेच्नलाई पनि रिस उठ्ने मान्छेहरू छ भने यही कालीगण्डकी नजिक छ त्यही हाम फालेर मर्यो अब पत्रकार भाइहरू कोही बहिनी त रहनु थियो कि पत्रकार मलाई यसो देख्न आएको देखाउन आएको अब मेरो अनुहार हेरेर नेताहरू सातो गयो भन्छ नि मानिसहरू पुरा नेताहरूको त सातो जान थाल्यो भागा सातो जानु पर्दैन किन सातो जाने जेल हाल्न थाल्यो नि त धमाधम जेल हाल्दैमा किन सातो जाने जेल हाल्ने बस्ने अब है वहाँ यार यो मान्छे यार एक त हेर्दै हाँसो लाग्छ अनि उहाँको बोली सुन्दै हाँसो लाग्छ है भएन भनेर फेरि त्यो क्वेसन सोधेको एन्सर दिएको हेर्नु न त्यो शैली एन्सर दिएको शैली हेर्नु न त्यसै हाँसो लाग्छ मान्छे कमेडी पनि हुनुहुन्छ है त्यो मुख हेर्दा झन् हाँसो लाग्छ त्यो बोली सुन्दा पनि हाँसो लाग्छ अब प्रश्नको उत्तर दिएको सुन्दा त झनै हाँसो लाग्छ त्यसै एउटा नाचमा $50 कमाएको भन्नको त त्यसै त होइन के
कसम यार उहाँको भिडियोहरू त यस्तो भाइरल हुन्छ कमाउनु भएको छ यार फेसबुकले अहिले राम्रो इन्कम जेनेरेट गरेको छ नि त भन्नाले तपाईँको भिडियोहरू भाइरल भयो भने राम्रो पैसा दिन्छ क्या फेसबुकले है यतिखेर अब इन्स्टाले त दिँदैन इन्स्टा टिकटकले भिडियोको पैसा दिँदैन तपाईँको लाइभहरू बस्न पर्यो त्यसरी कमाउने हो तर फेसबुकको चाहिँ अब तपाईँले भिडियोबाट पनि कमाउन सक्नुहुन्छ फोटोबाट पनि कमाउन सक्नुहुन्छ त्यो कुराहरू चाहिँ अहिले फेसबुकले एकदम राम्रो गरेको छ बस्ने अनि निस्किने मन्त्रीज्यू नमस्कार आराम हुनुहुन्छ के गरिरहनु भएको छ मन्त्रीज्यू खास अहिले तपाईँ गरिरहेछ भाउ काम गरिरहेछ के नेपाली जनताले शिक्षामा ठुलो आमूल परिवर्तन गर्न चाहिँ देख्न खोजिरहेछन् आमूल परिवर्तन हो शिक्षामा भन्ने चाहिरहेछन् तपाईँ कति गर्न सक्छु जस्तो लाग्छ कति समयमा आमूल परिवर्तन गर्नु पर्यो भन्नु त कति रातारात अनि डाक्टर सुरेन्द्र केसीले भन्छ नि त्यो किताब बेचेर पनि कारखाना चल्छ भनेर भन्छ क्या अनि चले छैन त त्यस कारणले किताब बेच्नु हुँदैन भनेर विरोध गर्छ त्यो मान्छेको दिमागमा गु भरिएको हुन्छ एक दिनमा 7 लाख रुपियाँ पैसा कलेक्सन गर्नुभएको छ रेकर्ड छ महावीर पुनले आफ्नो किताब बेचेर एक दिनमा 7 लाख रुपियाँ अनि त्यो सबै पैसाहरू चाहिँ उहाँले अब आफ्नो त्यो खै के फ्याक्ट्री छ नि त अब कृषि सम्बन्धी त्यो खै के बनाउनुहुन्छ कहिले के बनाउनुहुन्छ हो त्यसमा चाहिँ सबै पैसाहरू चाहिँ त्यसमा चाहिँ हाल्नु भएको छ एकदम राम्रो काम गर्नुभएको छ त्यो बुझ्नेले बुझ्छ होइन अब नबुझ्नेले बुझ्दैन अब त्यस्तै भन्छौ किताब बेचेर अब फ्याक्ट्री चलाउन सक्छ भनेर लगाइदिया रहेछ कुन चाहिँले एक दिनमा 7 लाख रुपियाँको किताब बेच्नु भएको रेकर्ड छ अनि त्यही पैसा अनि राम्रो ठाउँमा लगानी गर्नुभएको छ यस्तो मान्छेहरूलाई त एप्रिसिएट गर्न पर्यो नि त हामीले पनि अब राम्रो भनिदिनु पर्यो होइन अझ वाह गरिदिनु पर्यो त्यो नराम्रो मान्छेको मात्र पछि लाग्छौँ हामी फेरि अब यस्तो मान्छेलाई अब हेरेर पनि नजरअन्दाज गरिदिन्छौँ त्यसरी त कहाँ हुन्छ त वकिलहरूलाई चाहिँ सेनाबाद क्षेत्रलाई निषेध गरेको भन्ने कुरा आइरहेको छ वकिलहरूलाई अहिले समय सञ्जालमा तपाईँको एउटा भिडियो निकै भाइरल भएको छ जसले तपाईँको हातमा चुप्पा गरेको फोटो पनि किताब बेच्दाखेरि एउटा बहिनीलाई साह्रै मन पर्यो तपाईँले माया लाग्यो भने नेपालमा कुन भिडियो सदियौँदेखि एउटा भाइरस छ त्यो भाइरसबाट बच्न चाहन्छु बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु त्यो भाइरस भनेको के हो भने नातावाद कृपावाद चापलुसीवाद र चाकरीवाद यो भाइरसले चाहिँ छोडेको छैन यो भाइरसले भाइरसबाट छुटकारा पाउनको लागि तपाईँहरू सबै चाहिँ यसबाट चाहिँ बच्नु पर्ने हुन्छ र अब यसबाट म के भन्न चाहन्छु भने भ्रष्टाचार गर्न आएको भ्रष्टाचार आइज कुस्ती खेल्न गदा महावीर पुन मुला पनि अलि बढ्ता भएको छ कुन दिन चोकमै 2 लाठी भेट्छ अरे कुन चाहिँले हाले रहेछ यो हो कि होइन यस्ताहरू है यस्तो हुन त लेख्न पनि लेखिदिन्छन् नि फेरि अरूले बरु सोध्छन् के अब मैले यो कमेन्ट गरिदिएँ भने यो कुरामा मैले बोलेँ भने केही कुरा बोलिदिएँ भने भोलि बिहान विवादमा आउन सक्छ कन्ट्रोभर्सी हुनसक्छ यसले गर्दाखेरि पार्टीलाई असर हुनसक्छ मलाई असर हुनसक्छ होइन घर परिवारलाई असर हुनसक्छ भन्ने कुराहरू सोध्छन् तर महावीर पुनले सोच्नु न त्यस्तो मुखमा जे आयो त्यही बोलिदिनुहुन्छ आफूलाई जे मन लाग्यो त्यही गरिदिनुहुन्छ होइन तर नराम्रो चाहिँ कसैलाई गर्नुहुन्न क्या अब यसले अब यस्तो स्ट्याटस लेख्छ यो यदि ट्रु हो भने पनि के गलत छ त नि उहाँको के गलत छ अब यस्तो स्ट्याटस कसैले लेखेर महावीर पुन पनि मुला अरे महावीर पुन मुला पनि अलि बढ्ता भएको छ कुन दिन चोकमै 2 लाठी भेट्छ अरे यस्तो मान्छेलाई 2 लाठी चोकमा मासाला उहाँ जस्तो मान्छेलाई अब त्यस्तो भनिसकेपछि त उहाँले यस्तो लेख्दाखेरि पनि मान्छेहरूलाई फेरि त्यस्तो केही त्यो उहाँ सम्बन्धी चाहिँ यस्तो कुराहरूलाई चाहिँ त्यो कन्ट्रोभर्सी अथवा उहाँलाई नराम्रो भन्ने चाहिँ कोही पनि छैन क्या ल सबले सपोर्ट गर्छ आइज कुस्ती खेल्न गदा अरे दामी दामी दामी
हेर्नुहोस् न भाइ के यो त गर्दै देखाउँदैन कस्तो मान्छेले यहाँ खोइदिरहेको छु पहिला आउँछ नि त ढुक्न चाहन्छु दिमाग बेटा मन में लड्डू फूटा अलिकति ल ल दिमाग सरोस् यहाँबाट यहाँ सरोस् लेख्ने हात दाहिने हात हेर त बोका अलवेज बी बोका भन्ने कुरा यो भिडियोबाट बुझ्नुभयो नि तपाईँहरूले। सभामुखको भूमिका कस्तो देख्नु भएको छ? सभामुखजीले त टाइम दिने हो, नाम बोलाउने हो होइन। उहाँले चाहिँ अब टाइम सिद्धिएपछि काटिदिने हो, माइक काटिदिने। प्रधानमन्त्री साहब हेर्न जानुको कारण चाहिँ महावीर पुन चाहिँ उपसभामुख दिने भनेको छ, त्यही भएर चाहिँ छलफलमा गयो पनि भने हल्ला गर्ने त भाइ बहिनीहरू जस्तो चाहिँ यही पत्रकारहरूले त गर्छौ त हल्ला। अनि अलिकति रेस्ट गर्नु पर्यो मन्त्रीज्यू। मर्दैन, हामी रेस्ट गर्ने मान्छे होइन। अलिअलि खुट्टा दुख्यो बिचरा गाह्रो पानी खाने दुख्दैन किताब किन्न बेच्ने के छ प्लान? मान्यजीहरू आफै आएर किन्ने हो, मैले बेच्ने होइन। 275 यहाँ आयो भने त राम्रै बिक्री हुन्छ। 275 खास ठुलो कुरा होइन। 2 लाख त जम्मा भइहाल्छ त मान्यज्यू। म चाहिँ कुपुण्डलमा अथवा म चाहिँ बल्खुमा कुनै चोकमा एकछिन बस्यो भने 275 एकछिनमा 1 घन्टामा बेचिदिन्छु। उहाँहरूको भूमिका अहम देखिन्थ्यो। यसपटक त्यो भूमिका अब एक्लो सांसद त तपाईँ हुनुहुन्छ, स्वतन्त्र जितेको तपाईँबाट अपेक्षा गरिरहेछन् जनताले, अलिकता बलियो प्रस्तुति आउनु पर्यो भन्ने छ तपाईँको। बलियो परिस्थिति भनेर राजनीतिक कुरामा मेरो बलियो परिस्थिति सरस्थिति भन्ने आउँदैन। अब देश विकासको कुरामा परिस्थिति चाहिँ बलियो नै आउँछ। मुख्यमन्त्रीको काम कारबाहीलाई कसरी हेर्नु भएको छ? एकदम राम्रो गरिरहेको छ अहिले है, किनभने ठोक्नै पर्छ। म चाहिँ हजुरलाई एउटा क्वेसन गर्छु है, हुन्छ? क्वेसन के क्वेसन हजुरको ए अब आफूले आफ्नै ठिक छ, राम्रो। के भन्दा नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। अब हजुर अहिले यत्रो ठुलो पोस्टमा हुनुहुन्छ, अहिले पनि जेसुकै गर भन्छु। अहिले पनि जेसुकै गर भन्छ। अहिले जे गर भन्छ चाहिँ गर्छ त कसैले। संसदमा बोल्नको लागि कतिको तयारी गरेर जानुहुन्छ मान्यज्यू? जाने हो, तयारी गरेर होमवर्क गरेर जाने हो विद्यार्थी भएपछि। ल अनि आज दोस्रो तपाईँ यता किताब बेचिरहनु यो फोन आयो केटा होमवर्कै दिए छैन त अब के गर्ने त। सरकारको ध्यान चाहिँ कतिको छ के त्यतातिर तपाईँले के बुझ्नु भएको छ? सरकारको कुरा सरकारलाई गएर सोध्ने, महावीर पुलले सोध्ने होइन। म चाहिँ आर्मीको रिटायर्ड कर्नल हो, माधव सुन्दर खड्का। तपाईँको एकदम मैले फलो गरेर आएको थिएँ। तपाईँ के कति कारणले मन्त्री हुनु भएन मान्यज्यू? खोइ के कारणले मन्त्री भएन, पशुपतिनाथलाई सोध्नुपर्छ। मलाई यो किताब फोकटमा दिनुहुन्छ त? पैसा किन्ने हो, फोकटमा त आउँदैन। किन्ने हो र हामीले तपाईँलाई आशा राखेको थियौँ तपाईँ मन्त्री भएर हामी नागरिकहरूलाई केही सेवा पुर्याउनुहुन्छ भने फेरि किताब बेचेर हिँड्न थाल्नुभयो तपाईँ। यो ठिक लागेन मन्त्रीज्यू मलाई। ल पूर्व मन्त्रीज्यू पछि ठिक लाग्छ, अहिले ठिक नलाग्यो है। किताब बेच्दाखेरि मान्छेलाई किन यति यो टेन्सन के यार, मलाई अचम्म लाग्छ है। मान्छेहरूले करोडौँ रुपियाँ भ्रष्टाचार गरेर आफ्नो कोठाभित्र हेत तेरिका फेरि फोन आयो यार, के भन्न लाग्थ्यो एकैछिन साथीहरू। ठीक है। मान्छेहरू त यस्तो पनि भनेर आउँछन् होला नि, मन्त्रीज्यू सोफामुनि केही छ पछि हेर्नुहोस्, या तपाईँको भान्सामा झोलचौटा आछ बेलुका लिनु होला, यस्तो भन्ने मान्छे चाहिँ भेट्यो कि भेटिएन? त्यो त आएको छैन, यदि आयो भने त्यसलाई मैले ठोकिहाल्छु। तपाईँ चाहिँ आफ्नो सपनालाई पुरा गर्नका लागि यति हुटुटी गर्नुहुन्छ कि तपाईँले आफूले पाएका पुरस्कार विभूषण सबै कुराहरू बिक्री गरिदिनुहुन्छ। त्यो चाहे रोमन म्यागसेसे पुरस्कारदेखि लिएर कसैले शुभेच्छुकले दिएको अमूल्य उपहार पनि, त्यसको मूल्य हुनु पर्दैन। तपाईँले दिनुभएका सबै कुरा त्यसरी बेच्दै जाएपछि त भोलि तपाईँलाई माया गरेर श्रद्धा गरेर किन तपाईँलाई उपहार दिने? अब उपहार दिनु मन लागेन भने नदिए पनि हुन्छ। खास गरी अन्तर्राष्ट्रिय किसिमका पदकहरू पुरस्कारहरू त्यो चाहिँ के हो त भन्दाखेरि मलाई दिएको हो, मेरो काम हेरेर दिएको। जब मलाई कुनै चिज दिइन्छ भने त
र तेरै हो भनेर दिइन्छ भने त्यसको अधिकार चाहिँ मेरो हुन्छ र मैले चाहिँ त्यसलाई जेसुकै गरौँ मैले पाउँछु पुरस्कार दिने अन्तर्राष्ट्रिय पुरस्कार दिने संस्थाहरूलाई मैले आफैले सोधेको छु कि यो मैले यो पुरस्कार बेच्यो भने के हो के तपाईँहरू रिसाउनुहुन्छ भने मैले सोधेको छु त उनीहरूले भन्छन् तँलाई दिएको पुरस्कार हो त्यसै गर तपाईँ सार्वजनिक र खुला मान्छे हो तर नेपालमा चाहिँ त्यो हुँदो रहेछ मलाई दिएको पुरस्कार भनेपछि मलाई चाहिँ राष्ट्रदीप कुनै के उज्जवल कीर्तिमय भनेर पद गरेर दिएको थियो मैले त्यो बेच्छु भन्दाखेरि गृह मन्त्रालयले नै मलाई बोलाएर बेच्नु पाउँदैन भने उसो भए लैजाऊ भने मैले उसो भए लैजाऊ भने मैले सुन्नुहोस् अब म गीत गाउँदैछु एउटा मान्छेको भोटले कति फरक पर्दछ चुनावमा हाम्रो महावीर पुनज्यू पनि एउटा नमुना पात्र हुनुहुन्छ है फेरि त्यो नराम्रो वेले भन्न खोजे होइन अनौठो पात्र भनेर राम्रो वेले त्यस्तो मान्छे त अब खोजेर पनि पाउन गाह्रो छ होइन त्यस्तो असल मान्छे त्यस्तो बुझ्ने मान्छे पढे लेखेको मान्छे त्यस्तो मान्छे त अब हजारौँमा एकै पाइन्छ होइन एकदम मलाई जति पनि मैले उहाँको भिडियोहरू हेर्छु जति पनि उहाँको इन्टरभ्यूहरू हेर्छु एकदम खुसी लाग्छ यस्तो मान्छे पनि नेपालमा छ है भन्ने जस आफू भित्र आउँछ कि त्यस्तो मलाई चाहिँ एकदम मनपर्छ अब हजुरहरूलाई के कस्तो लाग्छ पक्कै पनि अब उहाँलाई नराम्रो भन्ने त को नै होला र के है हजारमा एकजना होला त्यो अस्ति त्यो पुस्तक बेच्दै गर्दाखेरि के कन्ट्रोभर्सी हुँदाखेरि थु भनेर थुकिदिएको थियो नि त अब महावीर पुनकै अगाडि थु भनेर थुकिदिएको थियो अब त्यस्तो मान्छे त हुन्छन् अब कोही हुन्छन् है लिमिटेड अब त्यस्तो मान्छेलाई त अब के नै भन्नु छ ठिकै छ अब मलाई चाहिँ एकदम मन पर्यो भिडियो पनि एकदम मन पर्यो प्रभात बस्नेतको होइन सबै कुरा मन पर्यो एडिटिङ लेभलदेखि लिएर भोइसहरू भोल्युम त्यो साउन्डहरू क्वालिटीहरूदेखि लिएर सबै कुरा मन पर्यो अब हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया छोड्नु होला साथसाथै यस्तै कुनै रियाक्सन भिडियोहरू हेर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट गर्नु होला त्यसको पनि मैले भिडियो रियाक्ट गरेर हालिदिने नै छु अनि साथीहरू यत्रो दुःख मेहनत गरेर भिडियो बनाइन्छ प्लिज लाइक चाहिँ हानिदिनु होला है यति हेरिसकेपछि एउटा लाइक चाहिँ हानेर बिदा गरिदिनु होला म पनि बिदा लिन चाहन्छु साथीहरू यस्तै भिडियोहरू आगामी दिनमा आउने नै छ भिडियोलाई सब्स्क्राइब गर्नु होला भन्दै आज चाहिँ म हजुरहरूसँग बिदा लिन चाहन्छु साथीहरू सी यू इन माई नेक्स्ट भिडियो